घाँस काट्दै आमाले हुर्काई बढाइन् मेलापात गर्दै मलाई दुःखले पढाइन् बालापना बित्यो गाउँमा लुका मारी खेल्दै हुर्किएको घाम पानी दुःखहरू झेल्दै ठुला ठुला महल भन्दा खर्कै छन प्यारो गुन्द्रुक ढिँडो अगेनाको मेरै खाना प्यारो गुन्द्रुक ढिँडो अगेनाको मेरै खाना प्यारो। अनि यसपछिको लाइन चाहिँ नि विदेशमा बस्नु हुनेहरूको लागि गीत गाइ हजुर आमालाई मन पर्यो ल। अनि यसपछिको लाइन चाहिँ थोरै चाहिँ विदेशमा बस्नु हुने र विदेशबाट फर्किनु हुने र विदेशमा रहिरहँदाखेरि स्वदेशलाई सम्झिनु हुनेहरूको लागि चाहिँ यो पछिको लाइन। अनि यो लाइन गोज लाइक दिस बाध्यताले विदेशीय खुसी खोज्न भनी दुःख गर्दा पैसा बाहेक पाइएन केही पनि खन्छु अब बाँझो भएको खोरियार बारी हिमाल मुनि मेरो गाउँ गुराँसको छहारी सगरमाथा शिखर जस्तै सुन्दर विशाला मेरो शिरैमा हिमाल दिलमा नेपाल मेरो शिरैमा हिमाल दिलमा नेपाल मेरो शिरैमा हिमाल दिलमा नेपाल मेरो शिरैमा हिमाल दिलमा नेपाल। यस्तो छ यस्तो सुन्नुहुन्छ होला भनेर मैले म्युट गरिदिएको सरी। राम्रो छ गीत आमाले मन पराएपछि यहाँ गीत त हिट हुने भइसक्यो। यहाँ हेर न अडियन्सहरू के गर्ने आमा यता आमाहरू सबै आमा सबै है परिवार त्यहाँ छोरी भाउजू सबै माइला वा भाउजू नमस्ते सबैजनालाई नमस्ते आज यसो आमालाई फ्यामिली यसो बसेर नि रमाइलो। जम्मा हाम्रो कतिजनाले हेर्दै हुनुहुने रहेछ 1400 जनाले चाहिँ यो गीत सुन्नको लागि चाहिँ चतर स्टुडियोलाई गएर सब्सक्राइब पनि हान्नुपर्छ भने खै युट्युबमा चतर स्टुडियो छ। अब दाजुको सबै नयाँ म्युजिक भिडियोहरू चाहिँ चतर स्टुडियो भन्ने युट्युब च्यानलमा आउँछ है। त्यहाँ आउँछ त्यहाँ यो चाहिँ मेरो नयाँ अकाउन्ट हो। मेरो चाहिँ एन्डी तमु अफिसियलमा आउँदैछ नयाँ गीत असारको 13 गते परिटु एन्डी तमु अफिसियललाई पनि सब्सक्राइब गर्दै गर्नु होला। खतरनाक आउनेवाला छ धेरै अगाडि नजानु तर्सेला गोरे देखेर मेरो यो नयाँ अकाउन्टलाई पनि फलो गरिदिनु। अब मेजोको गुरुजी हो जस्तो भयो नि होइन। हजुर गुरुजी राम गुरुजी राम केटा राम फुटबल राम्रोसँग खेल्ने गोल धेरै हाल्ने। हुन्छ गुरुजी दिइहाल्छ फेरि दाइले त आर्मी स्टाइलमा अलिअलि। अब यसो यस्तो हुन्छ है हाम्रो चाहिँ। अब यसो बालापनतिर पनि फर्किने हो कि फर्क्यो यसो आज बालापनलाई पनि मिस गरौँ न हाम्रो त्यो टाइमलाई क्या। त्यो स्योर ल यो चाहिँ अलिकति हामी सानो हुँदाको पलहरू यसो सम्झ्यौँ न यो गीत मार्फत। ओके
दिन गन्थे दसैँ र तिहारलाई औँला गन्थे बिदाको दिनलाई 1 रुपैयाँ त्यो खाजा र बिस्कुटलाई मोहर टाल्न फाटेको जुत्तालाई बिर्सन गाह्रो भो खुत्रुकेको पैसा गन्ने त्यो दिनलाई पुरानो म पढेको पाठशालामा मन पर्ने मेरो पाले दाइ बिर्सन गाह्रो भो मलाई माया गर्ने मेरी सानो मैयालाई मलाई माया गर्ने मेरी सानो मैयालाई सबको प्यारो शुक्र र शनिबार लाग्छ रमाइलो रमाइलो पानी मुनि फनफनी रुझेर रुझी रुझी घरतिर जानलाई बिर्सन गाह्रो भो रिक्सा मुनि झुन्डिएर जाने दिनलाई रिक्सा मुनि झुन्डिएर जाने दिनलाई पुरानो म पढेको पाठशालामा पाउ बेच्ने बुढी आमालाई बिर्सन गाह्रो भो मलाई माया गर्ने मेरी सानो मैयालाई यो चाहिँ अलिकति बाला बन्न फर्केको है फेरि टोटै पनि आउँदैछ अरे 5 मिनेटमा अल्हाजी गेरो पनि छ त म चाहिँ खाना खाएँ ल ल खाऊ अल्हाजी गेरोलाई पनि वेलकम गरौँ न लाइभमा है वेट हस् हस् Alhaji Gero, brother, you are listening me, then please come up. Alhaji Gero, my brother. You know brother Alhaji Gero? The Swedish international football player. Oh, welcome. You know brother? Okay. Hello brother. No, Brother, welcome. come, brother. You can come and join live. You come live and we can join you together. मेरो नयाँ अकाउन्टलाई पनि साउट आउट दिनु पर्यो ए यो नयाँ हो यो अकाउन्ट नयाँ हो ओके ए Alhaji Gero यो Alhaji Gero. Milan, like my brother is you have to come live first to join, otherwise it can't be, you know. खै त कहाँ गयो छोटेले कति बेला पठाइदिएर मेसेज तिमीलाई अघि भर्खरै खै त अनि आएकै छैन त्यो एकछिनमा अरे एकछिनमा अनि कहाँ म जाने बेला भयो अब म बस्दैन अब फोन गर्नु मलाई कल गर भन न दाइ तपाईँले गर्नु त विमल मेरो भाइ के छ सिनाल बिग shout out to Bimal Sinal. He is a great music producer, है दाइ अब कुन हान्दिम हान्देऊ एउटा कुन भन्नु त एउटा अलि मिठो हुनु पर्यो तिमीले गाउनु गीत हान न हिजो आएको जलन यही हो म त 27 त अब आउँदै पो छ जस्तो लागेको छ मलाई सबै जानु भने नारायण गोपाल हान्ने एउटा नारायण गोपाल गर्ने अब कुन आउँदै हान्ने तिमीलाई कुन चाहिँ आउँछ बजाउनु त्यो कुन आउँछ
मिठो भयो त सबिन राईको मलाई आउँदैन यार। उपहार स्वरूप यो तस्बिर माया गर्नेहरूलाई। मैले यो अगाडिको लाइन हान्छु, तपाईँले सेकेन्डबाट उठाउनु ल। हान्ने कि नै भन्नु? गुराँसोको फेद पनि लगाइदिनु सबिन राईको के हो त्यो त मलाई आउँदैन। उपहार स्वरूप यो तस्बिर माया गर्नेहरूलाई, भलै छोटो होला यहाँ सबै दृश्य हटाउनलाई। जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पल, तिमी छौ तिम्रो प्यारो मान्छे छ। त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई? तिमी नै हौ मलाई माया गर्ने तिमी नै हौ 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 तिमी नै हौ। अनि त्यसपछि हेर मलाई समाउ यो हात, नछुटोस् हाम्रो दरिलो साथ। देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै यहाँ। खुसी छौ हामी छौ जहाँ, भन्नेले भरोस् गरोस् हरेक कुरा। जति जे छ मेरो तिमी नै हौ।